सम्पूर्ण जुम्लावासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले जुन तपाईँले माया र सद्भाव देखाउनु भयो यसको हामी ऋणी छौँ। त्यो क्यामेराम्यान यार अब अहिले एउटा जिम्मेवारी थपिएको छ। तपाईँले जुनले जहाँबाट सहयोग गर्नुभयो, देश विदेशमा छरिएर क्यामेराले फोटो खिच्नु हामीसँगै हिँडेर सहयोग गर्नुभयो। हाम्रो न सङ्गठन थियो न केही। के गरिरहेको अहिले पनि मलाई याद छ, एयरपोर्टबाट आउँदै गर्दा हामी 4-5 जना साथीहरू, युवा साथीहरू, विशेष गरेर हामीले चुनावको यो रिजल्ट प्राप्त गर्नमा हाम्रो एउटा कम्बिनेसन पनि मिल्यो। बिर्खा कठायतको पाकोपन, रमानन्द नेउपानेजीको प्लानिङ र गोकर्ण कठायत लगायत गोकर्ण कठायत उपेन्द्र लगायतका सबै जगदीशहरू लगायतका भाइहरूको मेहनत र दुःख, हाम्रो कमल सिंहहरूको लगायत सम्पूर्ण युवाहरू है, फेरि मैले कसैलाई छुटाएको छैन, मेहनत र पत्रकार साथीहरूको निष्पक्षता र जुम्ली जनता दाजुभाइ तथा दिदीबहिनीहरूको माया र यसका साथ तपाईँहरूको माया प्राप्त भयो। र आजबाट मैले भने म आजबाट सार्वजनिक व्यक्ति हो, हिजो बेलुकासम्म रापर भयो, आजबाट सार्वजनिक व्यक्ति हो, सबैको साझा हो, न कुनै दल न कुनै पार्टी र न कुनै व्यक्ति, कसैलाई हेरिँदैन, सबैका साझाका साथ अगाडि बढिन्छ। र संसारभर छरिएर जसले सदा राख्नुभयो, जसले साथ र सहयोग दिनुभयो, र विशेष गरेर सबैलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अहिले अरू केही छैन, एउटा जिम्मेवारी थपिएको छ, फेरि कर्णालीको आवाज संसारभर पुर्याउनु छ। अहिले बोल्नुभन्दा अब काम गरेर देखाउनु। हस्, जय राष्ट्रवादी।